सम्पूर्णमा नमस्कार। हिजो चाहिँ विराटनगरमा मुस्लिम समुदायका साथीहरूबाट चाहिँ अस्ति पहलगाममा भएको आतंकवादी हमलाको विरोध प्रदर्शन गरियो। मेरो बुझाइमा चाहिँ यो विरोध प्रदर्शन चाहिँ घटना भएको चाहिँ भोलिपल्ट नै भएको भए चाहिँ अलि बढी प्रभावकारी हुन्थ्यो भन्ने मेरो बुझाइ छ। र किनभने एउटा भनाइ छ कि इङ्ग्लिसमा जस्टिस डिलेड इज जस्टिस डिनाइड, अर्थात् यदि न्यायमा ढिला भइरहेको छ भने त्यो न्याय नभएको चाहिँ मानिन्छ भन्ने एउटा भनाइ छ। त्यसैले यो विरोध प्रदर्शन अलि पहिला भएको भए चाहिँ अलि बढी ठिक हुन्थ्यो भन्ने मेरो बुझाइ छ। र त्यो विरोध प्रदर्शनमा आज एउटा कुरा अझै के देख्यो भने ज्ञानेन्द्र साईको पनि चर्को विरोध भइरहेको चाहिँ हामीले हेर्यौँ। वास्तवमा भन्ने हो भने ज्ञानेन्द्र साईको बयान आएपछि मात्र चाहिँ मुस्लिम साथीहरू चाहिँ अलि बढी रियाक्टिभ भएको हो। त्यो पनि ज्ञानेन्द्र साईको बयान लिएर चाहिँ बढी रियाक्टिभ देखिएको चाहिँ मैले बुझेँ। यदि यो विरोध प्रदर्शनहरू यदि पहिला नै भएको भए सायद ज्ञानेन्द्र साईले चाहिँ त्यस्तो बयान दिने अवस्था आउँदैन थियो भन्ने मेरो बुझाइ छ। ज्ञानेन्द्र साईको सम्पूर्ण बयानले म समर्थन पनि गर्दिनँ, तर मेरो भनाइ पनि यही हो कि यो विरोध प्रदर्शन या यो विरोध जुन भइरहेको छ त्यो अलि पहिला हुनु पर्थ्यो मुस्लिम साथीहरूबाट। तर यो ज्ञानेन्द्र साईको बयान आएपछि मात्र चाहिँ मुस्लिम साथीहरू अलि बढी एक्टिभ भएको चाहिँ मैले पाएँ। र साथै यसमा एउटा कुरा म अझै जोड्न चाहेँ, यो प्रदर्शनहरूमा चाहिँ बच्चाहरूको प्रयोग भएको पनि मैले देखेँ, जुन चाहिँ मलाई ठिक लागेन। बच्चाहरू चाहिँ तिनीहरू चाहिँ यो दुनियाँको कुराहरू यो कुराहरूसँग मलाई लाग्छ कि अन्जान हुन्छन्, उनीहरू त्यति कुरा बुझ्दैन। र बच्चाहरूलाई चाहिँ यस्तो प्रदर्शनहरूमा चाहिँ प्रयोग गर्न मलाई पनि उचित लाग्दैन। त्यसैले सकेसम्म मेरो बुझाइमा चाहिँ बच्चाहरूलाई यस्तो प्रदर्शनहरूमा चाहिँ प्रयोग नगरेकै ठिक हो भन्ने मलाई लाग्छ। बाँकी तपाईहरूको विचार।